आदरणीय दर्शकबिन नमस्कार। सुरु गरौं आज साउन 29 गतेका मुख्य खबरहरू। सम्पत्ति शुद्धिकरण अनुसन्धानको घेरामा रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देव 5 महिना लामो विदेश बसाइपछि आज स्वदेश फिर्ता हुनुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई समर्थकहरूले बाजागाजा र नाराबाजी सहित गरे भव्य स्वागत। विमानस्थलबाट सोझै कुपण्डली स्थित इतर समूहको सम्पर्क कार्यालय पुग्नुभएका देउवाले आफ्नो विगतको अनुभवबाट मुलुक र पार्टीले सिक्नुपर्ने बताउनुभयो। सम्बोधनको क्रममा उहाँले भन्नुभयो, मेरो विगतको अनुभव मुलुक र पार्टीले सिक्नुपर्छ। राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले के सक्लान् भन्दै दिनुभयो चेतावनी। यसैबीच कांग्रेस नेता डाक्टर शशाङ्क कोइराला र डाक्टर प्रकाश शरण महतले देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता कायम हुने दावी गर्नुभएको छ। उता नेपाली कांग्रेसका सभापति गगन थापाले भने पार्टी केन्द्रीय समिति बैठकबाटै पूर्व सभापति देउवाको गर्नुभयो स्वागत। बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई हत्कडी लगाएर काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको छ। यसअघि उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो। श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था.com का सञ्चालक एवं सम्पादक हुन्। उनलाई वैयक्तिक गोपनीयताको हनन सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पत्रकार किशोर श्रेष्ठ गिरफ्तारीको विरोधमा नेपाल पत्रकार महासंघले प्रहरी परिसर अगाडि धरना दिएको छ भने नेपाल मिडिया सोसाइटीले विज्ञप्ति जारी गर्दै श्रेष्ठको तत्काल र सम्मानजनक रिहाईको माग गरेको छ। सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा दिने व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले इन्धन खपत घटाउन र कर्मचारीको कार्यक्षमता बढाउन यो व्यवस्था प्रभावकारी रहेको दावी गर्नुभएको छ। उहाँका अनुसार सरकारले अध्ययन गरेर मात्र यसबारे थप निर्णय लिनेछ। यसैबीच अर्थमन्त्री स्वर्णिम वाग्लेले सीमित स्रोत साधनका बीच पनि जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउनु भएको छ। बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव देखिएपछि राष्ट्रिय सभाका सदस्यहरूले समस्या तत्काल समाधान गर्न सरकारको गराए ध्यानाकर्षण। यसै क्रममा अनुगमन टोलीले काठमाडौँ स्थित रेडिसन होटलमा छापा मार्दा लुकाएर राखिएका 184 वटा ग्यास सिलिन्डर फेला पारेको छ। ग्यास कालोबजारी गर्नेहरूमाथि कडा कारबाही गरिने प्रशासनले जनाएको छ। सरकारी कार्यालयमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनाधिकृत व्यक्तिको भर पर्नु नपर्ने तथा अतिरिक्त शुल्क पनि बुझाउनु नपर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सरकारी सेवालाई सहज र प्रविधि मैत्री बनाउँदै नागरिकको समय, श्रम र लागत न्यूनीकरण गर्न सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन 2083 जारी गरी कार्यान्वयनमा ल्याएको हो। संसदीय समितिको बैठकमा विभागीय मन्त्री अनुपस्थित भएपछि सत्तारूढ दलकै सांसदहरूको कडा आपत्ति। मन्त्रीहरूको गैर जिम्मेवारपनले समितिको काम कारबाही प्रभावित भएको उनीहरूको आरोप। यसैबीच संसदीय समितिले देशभर देखिएको खानेपानीको गम्भीर समस्या तत्काल समाधान गर्न सरकारलाई आवश्यक निर्देशन दिएको छ। सरकारी सेवालाई प्रविधि मैत्री र सहज बनाउने क्रममा हुलाक सेवाले ठूलो सफलता हासिल गरेको छ। हुलाक च्यानल मार्फत हालसम्म 10.5 लाख सवारी चालक अनुमति पत्र र 2.5 लाख राहदानी नागरिकको घर घरमै ढुवानी गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पदबाट राजीनामा दिएका छन्। बिहीबार साँझ प्रदेश प्रमुख नजिर मिया समक्ष मुख्यमन्त्री शाहले राजीनामा पत्र बुझाएका हुन्। यसअघि बिहीबारै प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गरेका थिए। नापजात सकिएको 4 वर्षपछि भक्तपुरका 421 परिवार र झापाकन्काईका थप 13 जना भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ। कोशी प्रदेश सभाको बैठक आगामी भदौ 3 गते बस्ने भएको छ। नयाँ संसद भवन तयार भएसँगै बस्न लागेको अबको बैठकमा दलित सम्बन्धी विधेयक टेबल गर्ने तयारी गरिएको छ। मानव अधिकार र हिरासत सुरक्षालाई ध्यानमा राख्दै नेपाल भरका सम्पूर्ण प्रहरी कार्यालय तथा हिरासत कक्षहरूमा अनिवार्य सीसीटीभी क्यामेरा जडान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ एन्फायर निलम्बन फुकुवाका लागि सकारात्मक पहल भइरहेको बताउनु भएको छ। राष्ट्रिय खेलकुद परिषदको बिहीबार बसेको 125औं बोर्ड बैठकमा मन्त्री पोखरेलले फिफासँग निरन्तर संवाद भइरहेको जानकारी दिनुभएको हो। राष्ट्रिय खेलकुद परिषदको 125औं बोर्ड बैठकले 10औं राष्ट्रिय खेलकुदको मिति तय गरेको छ। बैठकको निर्णय अनुसार 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर 16 गतेदेखि 21 गतेसम्म कर्णाली प्रदेशमा आयोजना गरिनेछ। यी त भए आजका मुख्य खबरहरू। हामीलाई सुनेपछि तपाईको कुनै पनि प्रतिक्रिया भए कमेन्ट अवश्य गर्नुहोला। साथै थप न्यूज अपडेटको लागि हाम्रो च्यानललाई सब्स्क्राइब, फलो तथा लाइक गर्न नबिर्सिनुहोला। हवस् त आजलाई बिदा दिनुहोस्। तपाईको समय शुभ रहोस्।